हाम्रो बाटो निर्माण सहयोगीलाई पहिलो किस्ता बापत 2,06,000 रुपैयाँ चाहिँ हाम्रो कोषाध्यक्षको हातबाट प्रदान गर्यौं। हामीले 2,06,000 गनेका छौं अहिले गनेर एउटा फोटो खिच्नु न भाइ। रकम हस्तान्तरण गरेको भोलिपल्टदेखि नै बाटोको लागि आवश्यक पर्ने ढुङ्गा, गिटी, बालुवा साथै रड झार्ने काम पनि सुरु भइसक्यो। बाटोमा विवाद हुने कारण चाहिँ मेरो घरको यो वाल हो। इन्जिनियरले छोड्दा हुन्छ के पनि हुँदैन यतिकै गर्दा भन्ने पनि माथिल्लो घरको छिमेकीले हुँदैन भत्काउनै पर्छ भन्नेकोले गर्दा चाहिँ यहाँ नापजाप गर्ने काम चाहिँ चलि नै राख्छ है जतिखेर पनि। यो तपाईले दुईटा जुन डोरी यसरी ल्याउँदै हुनुहुन्छ नि। टोल समाजमा यस्तो खालको अड्कल छिमेकी पनि हुन्छ। तपाईहरुकोमा छ कि छैन कमेन्ट गर्नु है। अब अलिकति सुन्नु। देख्नुभयो त्यही घर हो। त्यो 3 तला घर हो। नक्सा बिनाको घर हो। अनि तर नियम कानुन चाहिँ हामीलाई सिकाउँदैछ जबकि वडाको इन्जिनियर अनि अमिनीले चाहिँ बनाउनुहोस् कि हुँदैन भनेर गइसकेको छ। काम गर्ने कामदार अनि ठेकदारहरू वाक्क दिक्क भइसकेको के भन्नु र पनि बोल्नै पर्छ। बाटो त बनाउनै पर्यो। हामीले के बाटो नबना भनेर हामीले नबनाउनु त प्राविधिकले गर्ने कुरा हो नि। मेरो जग्गामा यो होइन त्यो तपाईहरुले मिलेर मलाई गर्नु खोजेको होला कि म मान्दिन नि। मेरो जग्गामा मलाई 100 रुपैयाँ र भित्ता तिर्छ। मेरै बारमा मात्रै आएर मेरै नमान्नु त्यो तपाईहरुले किन राख्दै हो र तपाईहरुले मलाई फेरि अगाडि मात्रै भित्ता तिर्छ। सरी बहिनी मेरो अगाडि तपाईले सदस्य जनप्रतिनिधि भएर त झन् मिलाउनु पर्नेमा उल्टै वडा नम्बर 20 मा दलित कोटाबाट जनप्रतिनिधि भएर खाइसकेकी छेत्रीको छोरी विश्वकर्मासँग बिहे गरेर दलित कोटाबाट एमाले तर्फबाट उठेर दलित कोटाबाट जनप्रतिनिधि खाइसकेकी तर छिमेकमा मिलेर बस्न भने सकेकी छैनन्। जति नै अवरोध गरे पनि काम त छोड्नु भएन। अहिले सोलिङको काम दमादम चलिरहेछ।